ल गाइज हामी चाहिँ के रे आज शनिबारको दिन हैन शनिबारको दिन हामी चाहिँ यो हामी चाहिँ अहिले त सर्गडाँडी नगरपालिकातिर छौँ हैन 8 नम्बर वडामा हैन 8 नम्बरबाट अनि सिरेनी सिरेनी सुर्खालको मुनि सिरेनी भन्छ एकदम यो डेन्जर नाम हो सुन्दै डर लाग्ने ठाउँ मा चाहिँ हामी आज वनतिर यसो च्याउ खोज्दै घुम्दै आएको हैन अनि पानी पर्यो अनि च्याउ पनि भेट्यो अलिअलि हामी पकाएर खाँदैछौँ पलेर खाँदैछौँ हामी अनि यो खाली त्योमा केही नुनहरू पनि होला नि त छ नि यार हामीसँग त्यस्ता आइटमहरू छन् हामी सुप छ हैन छ नि हामीसँग सुप छ ल हेर्नुहोस् यो यसलाई भन्छ नि त के अरे पेला सल्लियो पेलो त छैन त कालो छ त यो त अहिले पोलेपछि कालो भयो यो नत्र त पेला सल्लो देखाइदियो त भाइ हामी चाहिँ आज जङ्गलतिर हिँडेको हैन एकदमै रमाइलो यो पानीको झोडी सँगसँगै पेल्लिउ सल्लिउ भेल्ली होइन कि अनि प्याला सोली भने यार पुरो नबिगान छ यार ल केटा खाने हो जाडोले सिकान आइरहेको यार सिकान त हान्छ त यार सुप है अब हामी चाहिँ ट्याक्क लाएर होइन सुपभरि सब भ्याएछ केटाहरूले यार ल यस्तो दामी प्यालो सल्लियो होइन पोलेर खाँदा बचपनको याद आयो मलाई यार मिठो छ एकदम बढिया म पनि खाऊँ न यार एकदम दामी छ ल तर सुप भएन कि यार सुप नभए के हो त यार यता सुप नभए हुन्छ त यार चाउचाउ टेन्सन हुन्न होइन चाउचाउ पऱ्यो कुरकुरे कुरकुरे छ हामीसँग कुरकुरेसँग खाइन्छ गाइजहरू हामीले देउले च्याउ पनि भेटाएको थियौँ देउले चौबन भेटायो नि तर कुहिएको मात्रै भेटायो होइन खत्तम भयो त्यो कुहिएको चाहिँ अब खान नमिल्ने भइसक्यो अरे त्यही भएर हामी चाहिँ आज देउले च्याउले हामी माया मार्यौँ अब हामी गयौँ प्याला सल्लिउतिर च्याउ चाहिँ यसरी पोलेर खानुपर्छ यसरी पोलेर खाइन्छ है किटाणुहरू यामा किरा मर्छ नि होइन सबै मर्छ एउटा जुगा लिएर छ्या जुगा खानु यहाँ जुगा पोल्या हो यार योमा त खरानी भइसक्यो यार जुका बाँच्छ र भने जस्तोमा यार अन्त खरानी भइसक्यो हाल्नु हुन्छ तर कुरकुरे चोट्नी चाहिँ पुरा केटा चाहिँ अहिले सबै झमझम नखाउँ यार साँच्ची भयो पोलेको राम्रो हुन्छ है सोल्डियो यार जेरबा हाम्रो आउनुहोस् के यार मेन लिडर यहाँ थियो कहाँ लिडर त लुकेर पनि आज हामी चाहिँ यो च्याउ र यो कुरकुरे जिन्दगीमा पहिलोचोटि खाइयो छ्या कस्तो सिकान आइरहेको त कस्तो हुने अब पानी फ्रेस गरेर मिसो नमाइलो आज जेसम भाइ हाम्रो लिडर चाहिँ उहाँ हो फेरि उहाँ हो कि हेल्पर हेल्पर है हेल्पर नाकै भिरको जरामा झन्डै जागिम नाखेबिरको जराको थाप्लामा छौँ कि हामी यस्तो खतरा रहेछ त्यहाँ देउले फोट्न गएको त्यहाँ होइन देउले पनि भेटायो भनेर तर कुहिएको तर प्यारा सल्यु चाहिँ दामी छ दामी छ भने एक्लै गाडी चलाउन लाग्ने यार कसम यार खै खाने यार खै भोक लागिरहेको हो कि साँच्चै नमिठो भएर तर स्वाद चाहिँ राम्रो छ फेरि अलिक राम्रो पाएको अनि यार यस्तो रमाइलो छ यार गाउँले जिन्दगी यार होइन सल्लिउ खाएर राति दोरिन्दा जाने भन कहाँ रे म त जान्न किन जाने दरिन्दा होला एमला लामाले भन्छ जाने हो धेरै चर्चा नगरेर आज राति कहाँ गइ छ त भोकै गराएको भोइ थेत्तेरी कमसँग घाँस काटेर जानुपर्छ होइन म त्यो भनिदिएको त ए लाइन जोडिदिनु के हामी चाहिँ यो सिरिन भन्ने ठाउँमा एकदम ब्याकग्राउन्ड एकदम रमाइलो छ योभन्दा पहिलो साल योभन्दा 1-2 वर्ष अगाडि चाहिँ हामी यत्नै माथि र फल्सामा आएर ठुलो रिङ्गाल पोलेर गयो पाल्टी बाँसगारीमा पोलेर त्यसपछिको चाहिँ यो फेरि दोस्रो पटक गयो हामी सिरेनीमा चाहिँ यसरी आगो बालेर पोलेर च्याउ पोलेर खाएको अहिले आज चाहिँ ओरिङ्गाल चाहिँ देखेन 2 साल चाहिँ धेरै बसेर हिँड्छ तर के भनेर भइन के अरे मलाई लौरेले लोइन के रे अलि राम्रो पाके काँची हान चिज हो कि नि त यार होइन काँचेको यो पेन्सली भन्छ यो पोलेर सबको दामी तरिकाले अड्डा प्यालो आधा पेलो आधा कालो कालो भएको छ होइन तर मात्ने हिँडेन किन भन्नु कि जाँदा पछि र मात्नलाई होइन
उहाँ गरेर जस्तै